अहिले चाहिँ बालेन र कुलमानलाई प्रधानमन्त्रीको झुटो आश्वासन दिएर रविजीले भोलि सम्भाव्य निर्वाचनको परिणाम समानुपातिक र प्रत्यक्षतर्फ आउने सांसदहरूको वितरण र जति सिट जित्नुहुन्छ त्यसमा संसदीय दल चाहिँ उनको अनुकूलताको मान्छे बनाउने जुन खालको एउटा षड्यन्त्र गरेका छन्। यो षड्यन्त्रभित्र चाहिँ बाध्यतावश बालेन पनि फसेका छन् र बाध्यतावश कुलमान पनि फसेका छन्। बालेनले यो आन्दोलनलाई हाइज्याक गरेर अन्तर्राष्ट्रिय शक्तिको आडमा संसदलाई विघटन गराउने र प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउने उनको प्लान थियो। अन्तरिम सरकारको प्रधानमन्त्री बालेनलाई बनाउन चाहेका थिए। बालेनले त्यतिखेर प्रधानमन्त्री बनेनन्, हातमा आएको प्रधानमन्त्री चाहिँ बनेनन् र उनी चाहिँ नि संविधानै संशोधन गरेर कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्रीको चुनाव गर्न चाहन्थे। अब त्यो वातावरण नभएपछि एउटा लुसिफरको उपमा पाएर दिन प्रतिदिन उनको पपुलारिटी तीव्र ओह्रालोमा गइसके पछाडि उनी रविसँग विलय भएर प्रधानमन्त्री बन्ने अभियानमा लागेका छन्। यो चाहिँ मनको लड्डु घिउसित खानु भने जस्तै हो र दिउँसो दिँदा तेल नखाने बेलुका कोल चाट्ने भन्ने उदाहरण छ। अघिल्लो पटक अन्तरिम सरकारको प्रधानमन्त्री दिँदा चाहिँ उनी नखाने, अहिले चाहिँ रविसँग मिलेर खाने जुन खालको